सबैलाई नमस्कार। एउटा भनाइ छ नि, नेपालको बुद्धि ढिला आउँछ भनेर। हो त्यही होला जस्तो मानेको छु मैले अहिलेको यो समयमै। सबै मान्छेहरू अहिले चाहिँ यसलाई सपोर्ट गर्ने, उसलाई सपोर्ट गर्ने, यो पार्टीलाई सपोर्ट गर्ने, त्यसलाई मान्छेलाई भोट हाल्ने, त्यसलाई भोट हाल्ने, यस्तो यस्तो भन्दै रोममा लिएको देखेको छु है। तर चुनाव आउँदैछ, सम्पूर्ण पार्टीहरू आफ्नो घोषणापत्र लेख्दैछन्। घोषणापत्र भनेको चाहिँ हामीले जित्यौँ भने यो देशलाई यस्तो बनाउँछौँ, यो नमुना देश बनाउँछौँ, कसरी बनाउँछौँ, किन बनाउँछौँ, कत्रो बनाउँछौँ भनेर सम्पूर्ण पार्टीहरूले लेखिरहेको छ। र तपाईँहरूले आफूले चाहेको माग राख्न सक्ने पनि अहिलेकै टाइम है। किनकि अहिले तपाईँले कुनै माग राख्नुभयो भने कुनै न पार्टीले तपाईँको सम्बोधन गर्नेछ। म यो भन्दिनँ कि तपाईँ यो पार्टीमा जानुहोस्, ऊ पार्टीले समर्थन गर्नुहोस् भन्दिनँ। तपाईँ जुन पार्टीमा हुनुहुन्छ, जहाँ हुनुहुन्छ त्यत्तिकै बस्नुहोस्। तर अहिले तपाईँले माग त राख्नुहोस्। कुनै पार्टीले हामी अब प्रत्यक्ष निर्वाचित कार्यकारी ल्याउँछौँ भन्छन् कि के भन्छन् कि अब हजुर आफूलाई चाहिएको माग के हुन्छ त्यो माग खुलेर राख्नुहोस्। का अहिलेकै समय हो। अब कुनैले घोषणा सार्वजनिक गरिहाल्छ अनि यो पार्टीले यो राखेको रहेनछ, यो राखेको भए सही हुन्थ्यो, यो नराखेको रहेछ, नयाँ पार्टीले यो राखेन, पुरानो पार्टीले यो राखेन, यो राखेको भए सही हुन्थ्यो, आफ्नो मागहरू त्यसपछि हामीहरू बाज्न थाल्छौँ। क्या त्यस्तो नहोस्। अहिले उहाँहरू लेख्दै हुनुहुन्छ, उहाँहरूलाई अब 1-2 हप्ताभित्रमा सार्वजनिक गर्नुहुन्छ होला सम्पूर्ण पार्टीहरूले। यदि तपाईँले आफूलाई चाहिएको मागहरू अहिलेदेखि नै बुलन्द पार्नुभयो होइन, हजुर कुन पार्टीमा हुनुहुन्छ त्यो मलाई सरोकार छैन, हजुर सक्नुहुन्छ आफू पुर्याउनुहोस् होइन। त्यो पार्टीसँग पुर्याउनुहोस्। तपाईँको रुख होस्, सूर्य होस्, घन्टी होस्, माटो होस्, जुनसुकै पार्टी होस्, तपाईँ आस्था राख्नुहुन्छ भने त्यो पार्टीले यो राखिदिए हुन्थ्यो, हलो होस् जोसुकै होस् होइन, यो राखिदिए हुन्थ्यो, यो नराखिदिए हुन्थ्यो भन्ने तपाईँको जिज्ञासा छ भने त्यो पार्टीसँग पुर्याउनुहोस्। यदि पुर्याउन सक्नुहुन्छ पुर्याउनुहोस्, पुर्याउन सक्नुहुन्न तल कमेन्ट गर्नुहोस् होइन, म पुर्याउने कोसिस गरौँला। तर पछि आएपछि यो भएन त्यो भएन भनेर पार्टीहरूलाई नै ब्लेम गर्न छोड्यौँ। अहिले नै यो राख्नको पाए ठिक हुन्थ्यो भन्ने कुरा चाहिँ मैले तपाईँलाई गर्न खोजेको छु है। र एउटा त्यस्तै मध्ये एउटा इक्जाम्पल फर इक्जाम्पल के दिन चाहन्छु भने सम्पूर्ण कतिपय मानिसहरू होइन, लाखौँ करोडौँ, लाखौँ नै भनौँ, लाखौँ मानिसहरू चाहिँ आफ्नो देश छोडेर अन्य देशमा जानुभएको छ, युरोप, अमेरिका, क्यानाडा यताउता होइन। त्यहाँ बस्दै गर्दा चाहिँ त्यही देशमा सहज होस् भनेर, क्या सहजता होस् भनेर चाहिँ त्यहाँको कागजपत्र लिनुहुन्छ। किन लिनुहुन्छ? त्यही सहज होस् भनेर। तर उहाँको मन मस्तिष्कमा, मनमुटुमा नेपालै नेपाल रहन्छ होइन। सोच्दा उठ्दा हिँड्दा बस्दा सबै नेपालै हुन्छ। मन नेपालमा हुन्छ, आफू यहाँ भइन्छ, यहाँको सहजताको लागि कार्ड लिन्छ। तर फेरि नेपालको विधान अनुसार फेरि त्यो नागरिकै होइन भन्ने जुन हिसाबको छ, यो कुराको नि कुनै पार्टीले होइन समाधान निकाल्छ कि भन्ने कुरा चाहिँ म आशावादी छु। र यस्तै क्या अरूहरू हजुरको माग हुनसक्छ नि, केही न केही माग होला। त्यो तपाईँले अहिले चुनावभन्दा पनि उहाँहरूको घोषणापत्र लेख्नभन्दा, सार्वजनिक गर्नभन्दा पहिला नै यदि बुलन्द पार्नुभयो भने तपाईँहरूको माग सम्बोधन हुने चान्स एकदमै धेरै हुन्छ र तपाईँले आफ्नो पार्टी आफूले चाहे जस्तो बनाउन सक्नुहुन्छ है। यही नै जानकारी थियो आजको लागि। हस्, जय नेपाल। र सम्पूर्णले चाहिँ यो गर्नुहोला भन्न चाहन्छु है। के माग चाहिएको छ तल कमेन्ट गर्नुहोला। हस्।